प्रतिनिधि सभा नियमावलीको विषय चाहिँ के हो 26 अन्तर्गत नियमापत्ति हो। केमा नियमापत्ति? यो धारा हाम्रो दफा 21 अन्तर्गत अशिष्ट व्यवहार बोलीचालीको सन्दर्भमा। भन्नुहोस्, म समय दिन्छु। कुन मान्यज्यूले के भन्नुभयो, को मान्य सदस्यले के भन्नुभयो, के यहाँको नियमापत्ति हो? 1 मिनेट भित्रमा आफ्नो कुरा राखिहाल्नुहोस्। सम्मान्य सभामुख महोदय, शून्य समयमा बोल्ने क्रममा यहाँ एकजना सत्तापक्षको मान्य सदस्य नाम लिने अनुमति दिनुहुन्छ भने म नाम पनि उल्लेख गर्न चाहन्छु। त्यो हामी हेर्छौँ, हजुरले आफ्नो विषय राख्नुहोस्। उहाँले हाम्रो पार्टीको अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीलाई अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेर अपराधीको संज्ञा दर्ज गर्नुभयो। सभामुखज्यू, यहाँ अपराधी करार गर्ने यो संसद होइन। अपराधी त न्यायालयले करार गर्छ, अदालती व्यवस्था अन्तर्गत ती विषयहरू प्रभावित हुन्छन्, त्यति मात्रै होइन। आज यो प्रतिनिधि सभा मार्फत उहाँले झाँक्री धामीको कुरा उल्लेख गरेर त्यसको व्यवस्थाको माग गर्नुभएको छ। यो प्रतिनिधि सभा अन्धविश्वासमा विश्वास गर्ने, यस खालको अत्यन्त अपमानजनक शब्द प्रयोग गर्ने ठाउँ होइन। सभामुख महोदय, त्यति मात्रै होइन, हाम्रो दलको नेता रामबहादुर थापा बादलप्रति उहाँले त्यही अपमानजनक शब्द प्रयोग गरेर उहाँलाई समेत अपमानित गर्नुभएको छ। यस खालको शब्दहरू त्यो प्रतिनिधि सभाको रेकर्डबाट अविलम्ब हटाइयोस् र यस ढङ्गले अपमानित गर्ने मान्य सदस्यको त्यो शब्दावली आपत्तिजनक छ, फिर्ता गरियोस्। धन्यवाद। मान्य सदस्यले उठाउनु भएको विषय ध्यान आकर्षण भएको छ।